साइज चाहिँ फेरि 39 चाहिँ के पाउँदैन हौ सो यु कस्तो दामी दामी रहेछ यो चाहिँ हो जोरथाङको आई डोन्ट नो यो दोकानको नाम चाहिँ मलाई थाहा भएन तर राम्रो राम्रो कलेक्सन रहेछ किनभने अहिले चाहिँ हामी चाहिँ अनलाइन बेसी सपिङ गर्छ नि त त्यसले गर्दा हामीले अफलाइनको थाहै हुँदैन अफलाइन पनि राम्रो राम्रो स्यान्डल्सहरू पाउनु थालेछ आफ्नै साइजमा हेरेर किन्न सक्छ यो चाहिँ हो नयाँ दोकान रहेछ यहाँ पनि राम्रो राम्रो कलेक्सन छ तपाईँहरू गएर किन्न सक्नुहुन्छ यो भर्खर खोलेको रहेछ सो तपाईँहरूले चेक गर्नुहोस् यहाँ राम्रो राम्रो स्यान्डल्सहरू छ यसमा इनरमा साइज छ 39 40 ट्राई लु हेरौँ न म 39 लाउँछु कि मेरो खुट्टाको चाहिँ बेहोरा छैन नि फेरि दिनु त आगे अलिक खिचिदिनु नि मेरो चाहिँ साइज फेरि 39 हो त्यस कारणले गर्दा चाहिँ मेरो साइजको चाहिँ पाउनु एकदमै मुस्किल पर्छ अनि अनलाइन मगाउँदा चाहिँ भनेको जस्तै आउँदैन कोही बेला हिल्स अल्गो हुन्छ कोही बेला सानो हुन्छ घरि टाइट भइदिरहेको हुन्छ त्यस कारणले गर्दा चाहिँ म चाहिँ आजकल अफलाइनले एकदमै किन्नु मलाई चाहिँ मनपर्छ सो त्यसले गर्दा चाहिँ मैले जोरथाङमा एक दुईवटा चाहिँ यहाँ चेक गर्दै थिएँ त्यसले गर्दा यो राम्रो पनि छ मलाई सस्तोमा पनि दिनुभयो भैयाले सो थ्याङ्क यू भैया म चिन्दिनँ उहाँलाई एकदम उहाँको दोकान बढेर जाओस् अनि यसको लोकेसन चाहिँ छ त्यो जुन चाहिँ टेलरहरू भएको जग्गा लाइन छ त्यसकै माथिल्लोपट्टि छ सो तपाईँहरू चेकआउट गर्नुहोस् एकदमै दामी दामी स्यान्डल्समा मैले देखेको थिएँ सुजहरूमा क्लोज सुजहरू पनि थियो सो तपाईँहरू चेकआउट गर्नुहोस् तर यो हिल्स भन्दा बेटर चाहिँ यो हो नि फेरि यो लड्दैन नि यस्तो हिल्सहरू चाहिँ लड्दैन नि यो हिल्सले चाहिँ यो पनि छ हेर्नुहोस् त साइज कुन चाहिँ हो यो चाहिँ रड्डी हुन्छ नि मेरो साइज चाहिँ 39 भएको कारणले गर्दा चाहिँ नि पाउँदैन नि योहरू राम्रो खुट्टा बिग्रिँदैन यस्तोले चाहिँ 36 रहेछ यहाँ आउनुहोस् है यहाँ आउनुहोस् नि यहाँ उयो रहेछ है दामी एउटा जुत्ता दोकान नयाँ खोलेको रहेछ यहाँ नयाँ नयाँ चस्मा लाउने मान्छेहरू आजहरू ओह्रालेकोहरू सबैजना चस्मा बनाउन आइरहेको छ हामी त